बागमती रेन्जर यस्तो छ बाटो यस्तो बाटोमा माननीय मन्त्रीज्यूको 200 जना रेन्जरहरूले अनि 200 कार्ययोजना बनाउन 2 महिनाको टाइममा 200 कार्ययोजना बनाउनको लागि खटिएको अवस्था देख्न सक्नुहुन्छ कति गाह्रो अवस्था छ कोही छैन बाटो यस्तो छ ब्याक क्यामेरा गर्नै मिल्दैन कि फेरि मोबाइल नि त्यस्तै छ फेरि के गर्ने मोबाइल किन्न सकेको छैन अब यो माननीय मन्त्रीज्यूको आदेश अनुसार कार्ययोजना बनाइयो भने आश छ हामी जाँदैछौँ दाप्चामा गएर हामीले आज 5वटा सामुदायिक वनमा काम सकाएर काम तमाम सार्वजनिक जग्गा कहिले दिन सक्छ गर्नै सक्दैनन् त्यस्तो भयो अहिले त्यो अहिले आएर त्यो अनि उनीहरूले छोडेर चाहिँ त्यो जग्गा किनेर भवन भएको ठाउँमा यताबाट त अब पुरा माटो जम्मा पहिरोले खाएको थाहा छैन अहिले उता तल गएर हो कि यो बनाइन हिँड्नु न तपाईँ के छ अब साथीहरू यो भित्पाका हो यही हो यो वन हो साथीहरू हामी हेर्न आएको वन यही हो तर यहाँ वन देखिएन हाम्रो काम यही हो यस्तै हो हामी अहिले सर्वे गरिरहेछौँ अनि यो एकदम धेरै रमाइलो छ तर यो साँच्ची मैले नबुझेको कुरा यसलाई कार्ययोजना बनाउने हो कि नै के बनाउने हो कि सुस्मिता अब यहाँ त यो अवस्था हेर्दाखेरि त सबै कार्ययोजनामा एउटा प्रतिवेदन दिनुपर्छ जस्तो यहाँ यस्तो रहेछ यो वनमा जम्मा जम्मी 15वटा सिरिसको रुख अनि 10वटा तिसल्लाको रुख अनि त्यति नै रहेछ पहिला रोपेको चाहिँ धेरै रहेछ तर अहिले दुईतिरबाट माथिबाट तलबाट जताततैबाट बाटो खनेर सबै बाटो गएर वन जति सकिएछ खै कसको पर्मिसनले बाटो खन्या हो वनमा हामी हुँदै थाहा भएन अनि ए हामी नजन्मिँदै खन्या रहेछ सरी अनि यही हो अब सकियो वनै सकियो अब चाहिँ हामी अब हामी तेस्रो अनि हामी आएदेखि हामीले 2टा वन चाहिँ सकाइसक्यौँ 3 धारा सामुदायिक वन अनि त्यसपछि भिराली चौर सामुदायिक वन सकाइसक्यौँ अब हामी चियान डाँडामा जाँदैछौँ साथीहरू अनि त्यसपछि एकदम रमाइलो भइरहेछ अनि अझैसम्म हामीलाई लिएर हिँड्नु भएकै छ मैले सोचे भन्दा धेरै राम्रो तरिकाले अनि के अरे त्यही हो स्टे ट्युन गाइज अनि उ त्यहाँ देखेको चाहिँ त्यो पारी खै कुन डाँडा हो थाहा छैन अनि अब चाहिँ हामी 5वटा हाम्रो टार्गेट चाहिँ 5वटा हो त्यसमा हामी तेस्रो किन अनि अब हाम्रो ग्रुप 6 वाला गाउँघर अब चाहिँ हाम्रो पैदल यात्रा सुरु भयो साथीहरू अब चाहिँ हामी वन खोज्दैछौँ अर्को वन अब यहाँ यता आउनु त भन्नुभयो थाहा छैन अब सोध्दै जाँदैछौँ कता हो वन हेर्न भनेर हिँड्यो वनै देखिन्न के अरे ल तिमीले केही भेटेन भन्थ्यौ नि चुत्रो भेट्यो अब यस्तै हो साथीहरू वनको कर्मचारी यस्तै खानु पर्छ चुत्रो हो नि यो त्यही त भन्छ हो के मिठो लागेन यहाँ नजिक वन पनि देखिन्न त नि होइन होला कर्मचारी जस्तै बिहेभ गर्नु वनको हो नि त कर्मचारी वन मान्छे
यो बाटोमा यो एउटा यसो माथि चढ्ने उकालो चढ्ने यस्तो डोरेटो बाटो रहेछ। बोटधारा जाने बाटो कुन भनेर मालाको बोट रहेछ एकदम राम्रो फल्यो यसलाई 1 लाख पर्छ किनारे किनारे मत चलो दोस्तों बीच से चलो दोस्तों कहानी खत्म करो दोस्तों दाइलाई फेरि केही थाहा हुन्न के यो के अरे दाइ त जेन्जीको पालाको होइन नि त दाइ त 1914 को मान्छे अनि दाइलाई कुन आउँछ गाउँ गाउँको बाटो हिँड बस्ती बस्ती बाटो हिँड यो देशको मुहार फेर्नलाई हो यो खाने न्युरो हो क्या जस्तो भइसक्यो अब अझ अर्को खण्ड नि हो के हो वहाँ जाने यहीँबाट त पानी पर्यो साथीहरू बनाएको आरु पखडा खान पाइयो वन कर्मचारीको खाजा यो ब्यागभित्र हाल त भिज्ला अनि रमाइलो भयो कालो ढेडुलो भयो मुख चाहिँ यस्तै हाम्रो जिन्दगी पानी पर्दाखेरि यस्तोमा गाउँघरमा यस्तो पोत लाग्ने ठाउँ भेट्यो हाम्रो बाख्रा साथीहरू पानी परेको अवस्था छ यहाँ अनि हामी यस्तो हामी 4th वनमा आइसकेको छौँ ल वनमा हिँड्दा हिँड्दा आऊ साथी साथीले ऐसेलु खाँदै स्वादै छैन स्वादै छैन हाम्रो अफिस अब त पूर्णिमाको भ्युजै भ्युज भ्युज हो क्या अब त केमा हाल्छु अनि यहाँ घुम्दै जाँदा अधिकारी कुलदेवताको मन्दिर पनि भेटियो साथीहरू अधिकारी कुलदेवताको मन्दिर रहेछ यो चाहिँ हाम्रो लास्ट डेस्टिनेसन टार्गेट कम्प्लिटेड मिसन कम्प्लिटेड गाइज हामी अहिले छौँ कुन हो अरे यो कुलदेवता हिटीको वन ऊ त्यहाँ हुनुहुन्छ कुलदेवता अनि अब सक्यो अब हामी भकुण्डे फर्किन लागेको बाई